देश बोल्न सकौं, देशकै कर्म गर्न सकौं, देशकै निम्ति मर्न सकौं। अब प्रविधिको क्षेत्रमा पनि युवा जाग्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। हो, यही हो हर्कवाद। हर्कवाद भनेको के हो भनेर धेरै पत्रकारहरूले अपमानजन्य तपाईको चाहिँ भाषामा सोधेको देख्दैछु है। हर्कवाद भनेको के हो भन्दा यो देशको प्रकृति, यो देशको संस्कृति र यही देशको प्रविधिको कुरा गर्ने एउटा सिद्धान्त हो हर्कवाद है। हर्कवादले यो सिमानाको रक्षा गर्नु भन्छ, यहाँका तपाईको चाहिँ प्रकृतिको संरक्षण गर्नुपर्छ भन्छ, यहाँको ढुङ्गा र माटो नै हाम्रो तपाईको सम्पत्ति हो भन्छ। विदेशीवादलाई पढेर फल्नाले मार्नुपर्ने, फल्ना के जातको कुरा पार्टीको कुरा गरेर भिडन्त गरेर नेपाली जनताको रगतमा छेक्दै गएर सत्ताको कुर्सीमा बस्ने बात होइन यो। अर्काले खाँदै गरेको रोटी खोसाएर खाने बात होइन यो। यो के हो भन्दाखेरि अरूलाई दुःख पर्दाखेरि उसलाई सम्हाल्ने, उसलाई सघाउने बात हो यो है। प्रकृति, संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको उन्नति गर्छ भन्ने वाद हो यो तीनटाको सन्तुलन भएन भने, सन्तुलन बिग्रियो भने संसार रहँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो शरीर आफैमा प्रकृति हो, हाम्रो सोच विचार आफैमा संस्कृति हो, हाम्रो शरीर हार्डवेयर हो,